एउटा स्वास्थ्यकर्मी कर्मचारीको दैनिक जीवन कसरी चलिरहेछ? गुड मर्निङ सबैजनालाई अनि वेलकम छ मेरो डे 4 मिनी भ्लगमा हैन। मैले मिनी भ्लग बनाउन लागेको चाहिँ 4 दिन भयो। आज चाहिँ म अफिस जाँदैछु हैन। अब अफिस जानु पनि पर्यो, काम गर्नु पनि पर्यो हैन, पैसा पनि कमाउनु पर्यो। म चाहिँ हिजो अस्ति मेरो खुट्टा दुखेर औषधि खाइरहेको थिएँ, त्यो भएको कारणले चाहिँ अलि मलाई स्कुटर चलाउन गाह्रो भइरहेको थियो। तर पनि म ठाउँ रोकेर चाहिँ स्कुटर चलाउँदै म अफिस जाँदैछु। मेरो अफिस चाहिँ कपुरकोट गाउँपालिका वार्ड नम्बर 2 गर्भा स्वास्थ्य चौकीमा पर्छ। म पेसाको हिसाबले चाहिँ स्वास्थ्यकर्मी हो हैन। यो कपुरकोट र तुलसीपुरको बाटो यति नराम्रो थियो पहिला, अहिले चाहिँ राम्रै छ। अब छिटै बनोस् हैन, छिटै भयो भने पिच बन्यो भने त यो 30-35 मिनटको बाटो हो कि, तर के गर्नु अफरोड भएर एकदम गाह्रो थियो। अहिले चाहिँ अलि सजिलो छ। हामीले पहिला यति दुःख पायौँ है, यो बाटोमा यति दुःख पायौँ, रुन मात्र सक्दैन होला। मैले त 2टा स्कुटर नै यही बाटोले फालिसक्यो कि। अब अफरोड हुन्छ, चलायो बिग्रिन्छ, यो त्यो भएर। अनि अस्ति तपाईँहरूले त्यो निलो स्कुटर देख्नुभएको थियो मेरो बहिनीले, त्यो चाहिँ पहिला मैले यहीँ चलाएर नै अलिक पुरानो भएर अनि अहिले चाहिँ बहिनीले चलाउँछ घर। अफरोडमा चलाउनु भएर कि मेरो खुट्टामा पनि समस्या देखेको हैन। धेरै दुख्छ मेरो खुट्टा चाहिँ, अलिकति साइटिका नर्भ दबेको छ। अनि त्यो कारणले गर्दाखेरि चाहिँ स्कुटर चलाउँदाखेरि चाहिँ अनि झन् दुखाइ बढ्छ कि। एक्सर्साइज गऱ्यो भने त कम भइहाल्छ। म एक्सर्साइज पनि गरिरहेको छु हैन। अनि अहिले चाहिँ यता माथितिरको बाटो चाहिँ राम्रो बनेको छ, रामटीभन्दा अलि माथितिर हैन। अब मैले काम गर्ने ठाउँमा फेरि अलि त्यसरी गाडीको एक्सेस छैन कि। अब एक टाइम बिहानको टाइम चाहिँ दाङतिर गाडी आउँछ, तर बिहानको टाइम चाहिँ दाङदेखि चाहिँ कपुरकोट जाँदैन कि, उता गर्भा जाँदैन, कपुरकोट त जान्छ। हेर्नुहोस् कपुरकोटको भ्यू। म एकछिन रोकेर बिस्तारै जाँदैछु। अफिस पुगेपछि चाहिँ हामी सबैले चाहिँ सरसफाइ गऱ्यौँ हैन। अलिअलि घाँसहरू उम्रेको थियो अनि फुलहरू नयाँ नयाँ लगाउनु भनेर। त्यसपछि हेर्नु त चिसो कति चिसो बढेको, आमामा धेरै नै चिसो भएर मैले चाहिँ अफिसमा काम गर्दा गर्दै कफी बनाएर खाएँ हैन। निद्रा लागे जस्तो भएर अनि कफी बनाएर खाएँ। त्यस पछाडि फेरि अरू काम पनि गर्नु छ। अब यताउता काम त गर्नु पर्यो अफिस आएपछि हैन, यतिकै बसेर त हुँदैन हैन। बिहान आउँदा उतै अफिसमै बसेको भएर मसँग कफी हुन्थ्यो मेरो डिकीमा थियो, अनि कफी खाएँ हैन। अनि दिउँसो चाहिँ ब्रेक टाइममा आएर चाहिँ मैले चाहिँ यो करेन्ट चाउचाउ 2 PM चाउचाउ बनाएर खाएँ। थ्याङ्क यू फर वाचिङ।